भोलि ऊ जस्तो हटाखोरी गर्न बाध्य हुन्छ नि। अनि यो सरकारले यस्तै हामी चुप लागेर बस्यो भने हामी जस्ता युवा युवतीले भोलि हजारौँ नेपालीलाई मार्न बाध्य र पढ्न बाध्य बनाउने छ यो सरकारले। अब यस्तो भन्दै गर्नुहुन्छ गृहमन्त्री सुदन कुमार कस्तो सक्रिय भूमिका दिएको उहाँ हतार हतारमा चाहिँ जानु भएको छ, हस्पिटल जानु भएको छ, ओर्कर गर्नु भएको छ होइन, सबै इन्डियामा सबै ट्रान्सफर गर्ने पऱ्यो थियो। अब दुःखद भनेर गर्थ्यो। धेरै राम्रो कुरा गर्नु भएको कुरा ठिक छ, तर कुरामा संसार चल्दैन यहाँ, व्यवहारमा गर्नुपर्छ। कुराले त संसार किन्छु भन्छ, तर व्यवहारमा झिगा पनि हाल्न नसक्ने सरकारले संसार किन्ने कुरा गर्नुहुन्छ। व्यवहारमा चाहिँ झिगा पनि झार्न नसक्ने सरकारहरू व्यवहारमा झार्ने भनेको गरिबलाई मार्ने हो के। कसरी त्यस्तो भन्नुहुन्छ? उहाँले हेर्नुहोस् न, उहाँले यहाँ माइती घरमा आउनुहुन्छ, आफ्नो तलबै पनि दिनुहुन्छ, बच्चालाई होइन, बच्चालाई उहाँ चाहिँ सिंहदरबार लिएर जानुहुन्छ, न्याय दिन्छु भन्नुहुन्छ। तपाईँहरू फेरि त्यसै चाहिँ उफ्रिनुहुन्छ फेरि भनिसक्यो तपाईँहरूलाई। उफ्रिन त्यतिकै कोही रोहनले उफ्रिन आउँदैन, मान्छेलाई त्यस्तो स्थिति हेरेर उफ्रिने हो होइन, त्यस्तो होइन। उहाँले दिनुभयो होला, उहाँले दिनुभयो होला, तर कोही कोहीलाई दिनुभयो होला, तर यो नेपालमा जति छ त्यतिलाई लिन सकेको छैन नि त। पीडित त हजारजना छन् नि। बिस्तारै गर्दैछ नि त, सुकुम्बासीलाई पनि व्यवस्थापन गर्दैछ, सरकार आएदेखि दृष्टिबिनलाई पनि व्यवस्थापन गर्दैछ। गर्नुभयो होला, सरकार जब आयो नि भन्न छन् बढिरहेको सरकार आएदेखि त्यो घटना हेर्नुपर्छ भने अहिले नि जिउ सिरिङ सिरिङ हुन्छ। बागमती खोला चाहिँ फोहोर छ भन्दामा एकैचोटि सफा गर्नु छैन, त्यसलाई टाइम लाग्छ नि त सफा गर्न। पहिलाको त्यो दलहरू गरेको फोहोर किचलो सफा गर्न अलिक टाइम लाग्छ भन्दै हुनुहुन्छ त। 3 महिना त भएको छ। 3 महिना गर्ने कुरा 3 महिना होइन कि 3 मिलियन लाग्दैन गर्ने कुरा हो। तपाईँ के को 3 महिना भन्नुहुन्छ? अनि 3 महिना लाग्छ, बिस्तार लाग्छ भन्दै मान्छेको ज्यान लिनुपर्नेको जरुरी छैन नि त। नगरपालिका हिजोको यस्तो घटनामा तपाईँ मानव तपाईँ गृहमन्त्री छ, तपाईँले कस्तो गर्नुभयो? हामीहरू होइन 3 महिनासम्म हुँदैन, तपाईँले जनतालाई कस्तो काम गर्ने कि एउटा अनुमान पनि गरौँ न, जनतालाई म यस्तो गरिदिन्छु भन्ने हुन्छ नि त। त्यो त गरिसकेर त्यो गरिसकेपछि त जनताले आफै देख्ने कुरा हो कि बुझ्नु त्यो मैले यो गरेँ भनेर हिँड्नु जरुरी छैन, त्यो जनताले त आफै देखिहाल्छ नि गरेको। आजको दिनसम्म तपाईँ इनकेस क्या हाइपोथेटिकल कुरा गर्दै गर्दा तपाईँ आज गृहमन्त्री भइदियो, आजको दिनसम्म तपाईँले कस्तो चाहिँ डेलिभरी गर्न सक्नुहुन्छ भने क्या जनतामा के गर्नुहुन्थ्यो क्या जनतालाई? हुनको कुरा रोजगारीको लागि के गर्नु? अब हुँदैन।